हेलो साथीहरू, के छ सन्चै हुनुहुन्छ? आजको भिडियोमा म तपाईँहरूलाई टपअप गर्न त सिकाउँदिनँ, किनभने मैले टपअपको लागि होइन कसरी टपअप गर्ने भनेर भिडियो पहिल्यै नै मैले आफ्नो युट्युब च्यानलमा हालिदिएको छु। त्यहाँबाट तपाईँले गएर हाम्रो च्यानल भिजिट गरेर अनि त्यहाँबाट हाम्रो टपअप कसरी गर्ने भिडियोहरू हेर्न सक्नुहुन्छ। अनि आजको भिडियो को बारेमा रहेछ भने आजको भिडियो मैले तपाईँहरूलाई कस्टमरहरूको बारेमा रहेछ होइन। नयाँ नयाँ कस्टमरहरू यदि आउनुहुन्छ भने तिनीहरूको बारेमा आज यो भिडियो रहेको छ। आजको भिडियोमा तपाईँहरूलाई कस्टमरहरू होइन जसरी कि अनलाइन टपअपहरू गराउँछन् कस्टमरहरू होइन, यताउति गएर फेसबुकमा गएर होइन वाट्सएपमा गएर यताउति मतलब सोसल मिडियाको मार्फतबाट टपअपहरू गराएको रहेछन्। अनि त्यहाँबाट आएर होइन स्क्याम खान्छन्। अब नचिनेको मान्छेसँग टपअप गराउँछन् होइन, यताउति फेक च्यानलबाट फेक त्यो पेजेसहरूबाट अनि त्यहाँबाट भन्छन् टपअप गरिदिन्छन् भनेर तपाईँहरूको पैसा खाइदिन्छन् अनि टपअप पनि गर्दैन होइन। त्यहाँबाट स्क्याम खाएर आएको हुन्छन् हाम्रोमा। अनि तिनीहरूलाई के लाग्छ भने हामीले नि तिनीहरूको त्यो होइन पैसाहरू स्क्याम गरिदिन्छन् भनेर अनि तिनीहरू डराइरहेको हुन्छन्। आजको भिडियोमा तपाईँहरूलाई पुरा फुल प्रुफ दिन्छु होइन, हाम्रो च्यानल कतिको ट्रस्टेड हो, कतिको जेन्युन हो भनेर। आजको भिडियोमा म तपाईँहरूलाई के वाट्सएपको होइन आफ्नो कस्टमरहरूको डिलहरू कति मैले टपअप गरेको छु त्यो नि स्क्रिनसटहरू भिडियोहरू पनि मैले हेराइदिइरहन्छु होइन। अनि त्यो फेसबुक पेजबाट हाम्रो कस्टमरहरू आएको हुन्छन्, तिनीहरूको मैले कति टपअप गरेको रहेछु, जेन्युन कति मैले टपअप गरेको छु होइन। त्यो मैले तपाईँहरूलाई पुरा सबको सब हेराउँछु नि त। सबभन्दा पहिले मैले आफ्नो वाट्सएप कस्टमरहरू कति छन् होइन त्यो मैले टपअप गरेको होइन, त्यो मैले सबै प्रुफ हेराउँछु, लाइभ हेराउँछु के। सबभन्दा पहिला तपाईँहरूले के गर्नुपर्छ भने नयाँ आउनुभएको छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन, भिडियोलाई सेयर पनि गरिदिनु होला। यदि टपअप सिक्न चाहनुहुन्छ भने हाम्रो च्यानल भिजिट गरिदिनु होला है। अन्त सबभन्दा पहिला त मैले वाट्सएप आफ्नो खोलेँ। वाट्सएप खोलेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ मेरो कम्युनिटी ग्रुप छ नि, यहाँ कम्युनिटी ग्रुपमा तपाईँले जोइन हुनु होला। सबभन्दा पहिला जोइन हुनु भयो भने तपाईँले मैले अपडेटहरू दिइरहेको हुन्छु, डेली अपडेटहरू दिइरहेको हुन्छु। मैले अनलाइन भएको बेला मैले भनिदिन्छु अर्डर गर्नु होला, अनि अफलाइन भएको बेला पनि मैले त्यहाँ मेसेज छोडिदिन्छु नि त, मैले यति घन्टापछि तपाईँहरू आउनु होला टपअप गराउन भनेर। यो त भयो हाम्रो कम्युनिटी होइन। यसको मैले लिङ्क मैले तपाईँलाई डिस्क्रिप्सन बक्समा दिइहाल्छु, त्यहाँबाट तपाईँले जोइन गरिदिनु होला हाम्रो वाट्सएप च्यानललाई। अनि त्यहाँ सबभन्दा पहिला मैले आफ्नो कस्टमरहरूलाई आज टपअप गरेको मैले भिडियोहरू होइन त्यो कस्टमरहरूको प्रुफ देखाइरहेको छु। यहाँ भाइले हेर्नुहुन्छ के 25 डायमन्ड होइन मैले मसँग टपअप गराउनु भएको छ आजै नै। पहिला नि गराउनु भएको थियो मसँग, यता हेर्न सक्नुहुन्छ। भाइले यहाँ त डेली गराएको रहन्छ नि त पहिल्यैदेखि। अनि यो भाइले पनि गराएको छ यहाँ विकली मेम्बरसिप आज नि गराएको छ होइन, पहिला नि गराएको रहेछ यो भाइले। सधैँ गराउँछ नि त, हाम्रो ट्रस्टेड कस्टमरहरू हुन्। सबै मैले तपाईँहरूको लागि होइन प्रुफ दिइरहेको हुन्छु। यो भाइले पनि गराएको रहेछ, यता हेर्न सक्नुहुन्छ। अब कति मैले हेराम, यो भाइले पनि गराएको रहेछ विकली मेम्बरसिप। पहिला नि जति नि गराउँछ नि त, हामीसँग कस्टमरहरू धेरै छन्। यो भाइ पनि गराउनु भएको छ, यहाँ कस्टमर मन्थली गराउनु भएको छ, यता हेर्न सक्नुहुन्छ। पेमेन्ट मेथड सेवा ब्याङ्क सबै छ होइन त, तपाईँले यता आउनु होला केमा त्यो पेमेन्ट गर्न चाहनुहुन्छ तपाईँले भन्नु होला है। यहाँ हेर्न सक्नुहुन्छ सब मैले टपअप गरेको लाइभ प्रुफ दिइरहेको छु नि त। यहाँ हेर्न सक्नुहुन्छ लेभल अप पास पनि गरेको रहेछु पहिला। यता हेर्न सक्नुहुन्छ 1240 डायमन्ड टपअप गरेको रहेछु। अब यसै गरी हेर्न सक्नुहुन्छ कतिवटा कस्टमरलाई मैले बहुत धेरै छ नि त। अब सबै देखाउन मिल्दैन किनभने टाइम छैन हामीसँग, सानो भिडियो पनि बनाउनु छ, नत्र भने 1-2 घन्टाको भिडियो लाग्छ क्या यहाँ सबै हेराउँदाखेरि।
यो त भयो WhatsAppको होइन। अब म तपाईँहरूलाई फेसबुकको कस्टमरहरू आएको रहेछन् त हाम्रोमा टपअप गराउन। अनि तिनीहरूको मैले त्यो लाइभ प्रुफ देखाउन गइरहेको छु। मैले खोलेँ आफ्नो फेसबुक पेज। अनि त्यहाँ इनबक्समा गएँ होइन। यहाँ हेर्न सक्नुहुन्छ भाइले मसँग टपअप गराएको रहेछ होइन। कति डायमन्ड गराएको रहेछ यहाँ त हेर्न सक्नुहुन्छ। टपअप गराएको रहेछ यहाँ 610, 240, 115 डायमन्ड टपअप गराएको रहेछ पहिले नै। अनि एकचोटि 115 डायमन्ड टपअप गराएको रहेछ। अनि यता पनि हेर्न सक्नुहुन्छ यो पनि भाइले टपअप गराएको रहेछ हाम्रो फेसबुक पेजबाट आएर। अनि यो भाइ पनि टपअप गराएको रहेछ, विकली गराएको रहेछ होइन। यता हेर्न सक्नुहुन्छ पहिला नि गराएको रहेछन्। अब त्यही हो, ट्रस्ट एकचोटि बन्यो भने सधैँ सधैँ गराउँछन् त। त्यस्तो केही छैन, यता आएर स्क्याम खानुहुन्न, त्यसको डर 0% छ। यता हेर्न सक्नुहुन्छ। अनि यहाँ हेर्न सक्नुहुन्छ यो भाइले भोलि भनेछ भने यो भाइले नि टपअप गराउँछन् कि मसँग। एकैचोटि हेर्नु त यहाँ 3800को गराएको रहेछ, 950को गराएको रहेछ। यहाँ हेर्न सक्नुहुन्छ। अब कति मैले हेराएँ यहाँ त हेराउँदा 1-2 घन्टाको भिडियो बनिहाल्छ। त्यही भएर यति मैले हेराएँ प्रुफ होइन। यति त धेरै छ, ट्रस्ट लाग्यो होला आशा गर्दैछु। त आजको भिडियोमा यति नै। मैले आफ्नो वाट्सएप ग्रुपको होइन लिङ्क डिस्क्रिप्सनमा हालिदिन्छु, त्यहाँबाट गएर जोइन गरिदिनु होला प्लिज। त्यहाँबाट मलाई मेसेज गर्नु होला, दाइ टपअप चाहियो, यतिको टपअप चाहियो भनेर। मैले क्युआर दिन्छु, पेमेन्ट गर्नु होला। अन्त यसको युआइडी पनि पठाउनु होला। अनि तपाईँले के अरे 1 मिनटभित्र होइन टपअप भइहाल्छ क्या। ल आजको भिडियोमा यति नै। हस् त, धन्यवाद।